मेरो नाम सदीप खत्री हो। म 29 वर्षको भएँ। 5 वर्ष अगाडि मैले मेरो फिटनेस जर्नी सुरु गरेँ। यो 5 वर्षमा मैले धेरै गल्तीहरू गरेँ र त्यही गल्तीबाट मैले धेरै कुराहरू पनि सिकेँ। म पनि एउटा सिम्पल केटा थिएँ जसले आफूले आफैलाई बदल्न चाहन्थ्यो र मेरो गोल हो हेल्प गर्ने। यो च्यानलको माध्यमबाट मेरो यो एक्सपिरियन्सले हजुरहरूलाई हेल्प हुने मैले विश्वास गरेको छु। भिडियो सुरु गर्नु अगाडि लाइक एन्ड सब्सक्राइब गरिदिनु होला र यो भिडियो एउटा त्यस्तो साथीलाई सेयर गर्नुहोस् जो चाहिँ भर्खर जिम जान थालेको छ र बल्क गर्न सकिरहेको छैन। यो भिडियोमा जति पनि मिल छ त्यो सबै नेपालको घर घरमा बन्छ, एभ्रिडे बन्छ, बिहान र बेलुका बन्छ। सो राइट अमाउन्ट खायो भने हामीले घरमै बनेको मिलले पनि आफ्नो चाहेको एचिभ गर्न सक्छौँ फिजिक। यो भिडियो लास्टसम्म हेरिदिनुहोस् किनभने मिल नम्बर 3 जुन छ त्यो एउटा बल्किङको लागि ह्याक हुनेछ र इजिली 3000 क्यालोरिज कसरी पुग्छ र बिचमा धेरै राम्रो इन्फर्मेसनहरू दिएको छु मैले। सो प्लिज लास्टसम्म हेरिदिनुहोस्। मर्निङमा जिम जाने भएको भएर मेरो फर्स्ट मिल चाहिँ प्री वर्कआउट मिल हुन्छ। सो 30 to 40 grams of oats, then एउटा केरा, medium size, any size, doesn't matter. त्यसपछि म चाहिँ थोरै पिनट बटर पनि एड गर्छु। पानी एड गर्ने, पानीको सट्टा दुध पनि गर्न सक्नुहुन्छ, दुध डाइजेस्ट हुन टाइम लाग्छ। सकेसम्म प्री वर्कआउट मिल चाहिँ 30 to 45 मिनट्स अगाडि खाएर गयो भने राम्रोसँग डाइजेस्ट हुन्छ, वर्कआउट एकदमै राम्रो हुन्छ। 10-15 मिनट अगाडि भयो भने चाहिँ राम्रोसँग डाइजेस्ट नभएर अनइजी फिल हुन्छ। यो चाहिँ 200 ग्राम चिकन ब्रेस्ट हो। होल चिकन पनि युज गर्दा हुन्छ। नेपालमा चाहिँ होल चिकन नै फेमस छ। सो 300 ग्राम जति भयो भने, किनभने बोनको पनि वेट आउँछ। बनाएर अब खान्छौँ हामी पोस्ट वर्कआउट मिल। मेरो मिल रेडी भएको छ। मिल नम्बर 2 पोस्ट वर्कआउट मिल, 200 ग्राम राइस, सम भेजिज। यसलाई चाहिँ तपाईँले घरमा पकेको साग अनि दाल पनि एड गर्न सक्नुहुन्छ। एन्ड यो 200 ग्राम चिकन। टाइम भएको छ मिल नम्बर 3 जुन बन्छ 5 मिनटमा। एन्ड लेट्स गो। ओट्स 80 to 100 grams, बनाना अगेन कार्ब्सको लागि, पिनट बटर यो चाहिँ लगभग 2 टेबल स्पुनको छ, 2 टेबल स्पुन अफ हनी। हनी चाहिँ एउटा यस्तो सोर्स हो एकदमै इजी क्यालोरिज, हाई इन क्यालोरिज हुन्छ हनी। यो स्विटनेस क्रेभ पनि मेन्टेन गर्छ। हनी चाहिँ इजी क्यालोरिजको लागि एकदमै इम्पोर्टेन्ट छ। एन्ड मिल्क, कुनै पनि दुध तपाईँले 300 ग्रामसम्म लिन सक्नुहुन्छ। म चाहिँ सधैँ 350 गर्छु। 10 to 15 नट्सहरू हेल्दी फ्याटको लागि। लास्टमा सबैको फेभरेट 1 स्कुप व्हे प्रोटिन। यो मिल चाहिँ तपाईँको एउटा बल्किङ ह्याक नै हो। यति धेरै क्यालोरिज तपाईँले 5 मिनट्समा कहीँ पनि बसेर खान सक्नुहुन्छ। र तपाईँ अफिस वर्क गर्नुहुन्छ, तपाईँ एउटा स्टुडेन्ट हो भने पनि तपाईँले बिहानै प्रिपेयर गरेर ब्यागमा राखेर तपाईँले दिउँसो एकदमै बिजी टाइममा जस्ट फर 5 मिनट्स तपाईँ निस्केर तपाईँले आफ्नो यो ड्रिङ्क्स खानुभयो भने तपाईँलाई होल डेको लागि तपाईँलाई एनर्जी पनि दिन्छ, तपाईँ होल डे फुल पनि हुन्छ। सो एकदमै इम्पोर्टेन्ट मिल हो। यो 5 वर्षमा मेरो सबै कुरा चेन्ज भयो, बट यो एउटा कहिले पनि चेन्ज भएन। बाई द वे गाइज, सदीप खत्री आएको छ हाम्रो युट्युब च्यानल हेर्न। तिमीलाई खतरा बडी बनाउनु मन छ भने चुपचाप लागेर हाम्रो ब्रोलाई सब्सक्राइब गर्दा हुन्छ। उसको युट्युब च्यानल टिकटकमा चेक गर्दा हुन्छ है त।
मिल 4 चाहिँ हुनेछ हाम्रो डिनर। सो डिनरमा चाहिँ हाम्रो रेगुलरली घरमा जे पाक्छ त्यही नै खान्छौँ हामी। राइस, चिकन, रोटी, तरकारी। सो मलाई चाहिँ भात नै धेरै मनपर्छ र म प्राय भात र 5-6वटा अन्डा खान्छु। फाइभ एग्स, थोरै साग, अनि यो चाहिँ मैले बिहान चिकनको ग्रेभी राखेको थिएँ। यो चाहिँ हुन्छ मेरो मिल नम्बर 4 डिनर। अगाडि राति सुत्नु अगाडि चाहिँ म सधैँ दही अनि एउटा डार्क चक्लेट, 1 पिस अफ डार्क चक्लेट खान्छु। यो दही खायो भने चाहिँ यसमा पाउने प्रोटिन चाहिँ तपाईँको स्लो डाइजेसन हुन्छ र रातभरि तपाईँ रेस्ट गर्दाखेरि तपाईँको रिकभरीमा हेल्प गर्छ। राति तपाईँलाई प्रोटिन सप्लाई गर्छ यसले बडीमा। डार्क चक्लेट चाहिँ यसमा म्याग्नेजियम हुन्छ, सो तपाईँको स्लिप अझ प्लस गर्छ यसले। तपाईँको स्लिप अझ बेटर बनाउँछ, तपाईँको बडीलाई अझ रेस्ट मोडमा लान्छ। चक्लेट हजुरहरूलाई जिमसँग रिलेटेड, आफ्नो डायटसँग रिलेटेड, क्यालोरिज काउन्टसँग रिलेटेड कुनै पनि क्वेसनहरू छ, तपाईँलाई केही डाउट छ, तपाईँको वर्कआउट प्रोग्राम चेन्ज गर्नुपर्ने छ, तपाईँलाई ग्रोथ भइरहेको छैन, तपाईँहरूलाई केही पनि Q&A गर्नु छ भने जस्ट कमेन्ट डाउन बिलो, और मेरो इन्स्टा, टिकटकमा मलाई फलो गरेर तपाईँले डाइरेक्ट DM पनि गर्न सक्नुहुन्छ। हामी म्यासेजमा म तपाईँलाई फुल गाइड पनि गर्न सक्छु। प्लस यही कमेन्टमा गर्नुभयो भने आई विल रिप्लाई एन्ड आई विल बी मोर देन ह्याप्पी टु हेल्प यु गाइज। प्लिज 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 like, share, subscribe and follow me on my social media. Thank you.